नमस्कार, मेरो नाम मदन केसी हो। मेरो घर चाहिँ सल्यान, अहिले हाल तुलसीपुरमा पनि छ। म चाहिँ नेपालका 77 वटा जिल्ला पुगेर त्यहाँको भाषा, संस्कार, संस्कृति, इतिहास, जीविकोपार्जन सबै कुराहरूलाई चाहिँ खोतल्ने, अध्ययन गर्ने र त्यसलाई चाहिँ तपाईको दस्तावेजीकरण गर्ने कार्यमा लागिरहेको छु। गौतम बुद्ध जन्मिएको पवित्र भूमि लुम्बिनीबाट सुरु भएको यात्रा आज बाँकेको माछेवासमा आएको छ। यो यात्रा पुरै 5 वर्ष लगाएर देशैभरि पुग्ने यात्रा हो। हामी नेपाल र नेपालीको माया ममता र सनातनी हिन्दू धर्मको माया ममता यही नै छ। यसमा म पनि यो नेपालको लागि दशमलव दिनु पर्ने, नेपालको नेपाली लागि मात्रै माया ममता हुन्छ हैन। जहाँसम्म लाग्छ म पनि सनातन धर्म सायदको अहिलेको समस्या र भविष्यको लागि मेरो विचार र मेरो सिद्धान्त र स्थिरता र नेपालको सैद्धान्तिकका है र विचार र संवैधानिक अहिलेको व्यवस्था र यसमा व्यथितिको कारणले गर्दा नेपाललाई समस्या छ। तर नेपालले संविधानले सोचेको जस्तो सायद अहिलेको युवाहरूले गर्छन् जहाँसम्म लाग्छ। मेरो छोराछोरी जस्तो मेरो पछाडिको भविष्यमा अहिलेसम्म प्रधानमन्त्री बालन शाह, सुदन गुरुङ हैन, अब उहाँले सोच्नुभयो र स्थिरता देखाउनु भयो भने चाहिँ सायद कानुनले, न्यायले सायद भविष्य पनि देखिन्छ। र हजुरले नेपालको नेपालीको राष्ट्रको झन्डा बोक्नु भनेको यो या बालेनको हरकतले तपाईँले पनि बोक्न पाउनुहुन्न या मैले पनि बोक्न चाहन्न। तर राजा रानी हुन्छ नेपालको देशको लागि हुन्छ भने चाहिँ मेरो लागि म पनि खुसी छु। हैन, यो देशको मुख्य कुरा त देशको मुख्य समस्या अब यति